तपाईहरुले अहिले पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ ऐतिहासिक मकवानपुर गढी दरबार नेपालकै सबैभन्दा ठुलो दरबारहरु मध्येमा यो पर्दछ हैन। यसमा एकदम ठुलो इतिहास बोकेको छ यो ठाउँले। अनि यो चाहिँ हेटौडामा पर्न जान्छ। हेटौडाबाट तपाईहरुको 16 किलोमिटर माथि तपाईहरु आउनु भइसकेपछि चाहिँ तपाईहरुले ऐतिहासिक मकवानपुर गढी दरबार चाहिँ तपाईहरु आइपुग्न सक्नुहुन्छ। तपाईहरु बस्नु भएको ठाउँतिर पनि नजिक कुनै दरबारहरु छन् होला हैन। अब धेरै दरबारहरु छन्, अब जस्तो गढीहरु धेरै छन्। अब सिन्धुली गढी, अब यता गोरखा गढीदेखिबाट लिएर चितवनमा पनि विभिन्न गढीहरु छन्। तर नेपालकै सबैभन्दा ठुलो गढी चाहिँ यो नै हो है। तपाईहरु यदि घुम्न आउनु भएको छैन भने तपाईहरु अवश्य घुम्न आउनु होला। हामी यो काठमाडौँ जाने क्रममा चाहिँ हामी यता यो ठिङ्गनको बाटो हुँदै जान्छौं भने चाहिँ अवश्य नै तपाईहरु चाहिँ एकचोटी यहाँनिर प्रवेश गर्नु होला, आउनु होला, ऐतिहासिक ठाउँलाई घुम्नु होला भन्ने म तपाईहरुसँग यही सल्लाह सुझाव दिन्छु हैन। ल हेर्न सक्नुहुन्छ मैले विभिन्न रूपमा देखाएको छु। तपाईहरु अवश्य आउनु होला, अवश्य पाल्नु होला र घुम्न सक्नुहुन्छ है त।